नमस्कार, म एनटिभी 2बाट बोलेको गोविन्द कुमार सोनी। म चाहिँ नेपालगञ्जबाट आफ्नो नेपालको प्रदर्शन गर्नको लागि रवि शर्माको एउटा टाइटेनिक फिल्म अथवा पिक्चर हाम्रो देश कस्तो होला भन्ने पिक्चरको केही टाइटेनिक सोध्न हामी रवि शर्माको अवस्थित रहने घरमा, कोठीको घरमा चमकिने रहने, सधैँ सितारा से चम्किने रहने रवि उहाँको घरमा हामी इन्टरभ्यू लिन जाँदैछौँ। केही छिनमा भेट होला है। नमस्कार हो साथी हो, हेर्दै नभुल्नु होला एनटिभी न्युज जोशीपुर 3 भितरियाबाट यहाँबाट प्रसारण भएको काठमाडौँमा लाइभ गरेको रवि शर्मासँग भेटौँ। ल बस सर। हाई रविजी। हेलो। के तपाईँसँग इन्टरभ्यू लिन सक्छौँ हामी? भइहाल्छ नि। तपाईँले रवि शर्माजी कम समयमा रवि शर्माजी आकाशको तारा टिपे झैँ तपाईँले आफ्नो नाम चलाउनु भयो। त्यसको तपाईँको मेहनत पछाडिको कसको हात छ तपाईँ भन्नुहुन्छ प्लिज? मेरो हात पछाडि भनेपछि मेरो एउटा साथी हो, काम गरेका, उहाँले मेरो फेभरेट साथी हो, मेरो आफ्नै साथी हो। उहाँले मेरोसँग धेरै साथ दिनुभएको छ। मेरो अगाडि पछाडि भनेपछि यस्तो फिल्मी नाम नआउने भन्ने चाहिँ उनीले मेरो साथ दिनुभएको हो र म अहिले यति माथि बढ्न सकेको छु। मेरो जस्तै एउटा पिक्चरले गर्दा म यति माथि बढेको छु भनेपछि मेरो दर्शकहरूको लागि म अझ के पनि गर्न सक्छु। उहाँहरूको जस्तै माया ममता पाउनको लागि मात्र तर्सिरहेको छु। त्यति नै हो मेरो भन्ने चाहिँ। अरू के सोध्नु छ तपाईँलाई? के तपाईँको बचपनमा के चाहना थियो? हिरो कलाकार बन्ने के सिङ्गर बन्ने, के तपाईँ भन्न सक्नुहुन्छ? मेरो सानै उमेरदेखि एउटा एक्टर बन्ने, राम्रो हिरो बन्ने र मेरो साथीहरूसँग राम्रो उ गर्ने एउटा मेरो चाहना थियो। त्यो चाहना आज पुरा भयो मेरो। अब त्यो भन्दा अरू के नै चाहन्छ र? रविजी, के तपाईँलाई लाग्छ कि तपाईँको पिक्चर हेरेर दर्शकहरूले तपाईँलाई सङ्गठन भन्ने चाहिँ समितिमा राखेर आफ्नो पिक्चरलाई अनुभवी रूपमा देख्नेछन्?